हेलो गाइस, वेलकम ब्याक टु माई युट्युब च्यानल होइन। अनि हिजो चाहिँ मैले भ्लग बनाउनु पाइनँ नि त, किनभने चाहिँ हिजो यस्तो डरको पानी परेको थियो कि पानी हावा चल्दा चाहिँ सबै हाम्रो लाइटहरू पनि लगेको छैन, लाइट पनि अहिलेसम्म आएको छैन नि त। अनि अहिले भर्खर चाहिँ अघि चार्ज गरेर ल्याएको थिएँ फोन चाहिँ, अनि अहिले चाहिँ बनाउँदैछु। अनि अहिले भने चाहिँ म गुम्बामा जाँदैछु होइन। अनि म आमेन आमा अनि काम सघाउनु अरे नि त, फालफुल गर्नु अरे अन्त हस्पिटल जाँदैछु होइन। अनि दिन चाहिँ यस्तो हेर्छ उज्यालो भएर जान्छ होइन। अनि गुम्बामा चाहिँ किन जाँदैछु भने चाहिँ अब 12 तारिक चाहिँ अब बुद्ध जयन्ती हो नि त होइन। अनि त्यही कारण चाहिँ हामी जाँदैछु गुम्बा। अनि सुकबारीमा पनि काम छ अरे नि त बहिनीको। अनि बहिनी चाहिँ सुकबारीसम्म मात्रै जान्छ। अनि दिन भने चाहिँ यस्तो उज्यालो भइरहेछ कि कस्तो दामी दिन भइरहेछ जो। अनि हामी चाहिँ माथि डाँडामा आइपुग्यो होइन। अहिले चाहिँ लाइट जानुको कारण चाहिँ हाम्रो तल मिटरमा चाहिँ आगो लाग्यो अरे नि त। अनि चाहिँ अब कहिले आउँछ थाहा छैन। अनि हामी चाहिँ माथि रोड आइसक्यो होइन। आमाहरू चाहिँ पल्लोबाट गयो नि त, अनि हामी त्यतापट्टिबाट आयो किनभने यता चाहिँ मामला आनी थियो नि त। अनि उनीहरू हामीलाई सँगै गएको होइन। अनि तपाईँहरूलाई गुम्बाको देखाउनु चाहिँ नपाउने रहेछ किनभने चार्ज छैन नि त होइन। अनि उहाँ पर चाहिँ चार्ज गरिराखेँ नि त, तर पनि म घर आएर देखाउँछु। अब यस्तो दामी भएर चाहिँ दिन चाहिँ के भनौँ र, घाम लागिरहेछ हो। अनि अहिले भने चाहिँ हामी गुम्बाबाट आइसकेको छ होइन। अहिले चाहिँ गुम्बामा चाहिँ यस्तै फाँडफुलहरू गऱ्यो, अनि झारहरू खाथ्यो होइन। अनि गुम्बा सफा गऱ्यो। अनि चाहिँ अहिले चाहिँ 4 बजी छ नि त। अनि चाहिँ हामी आयो होइन। अनि चाहिँ तल ट्रान्समिटर जलिरहेको छ अरे नि त। अहिले चाहिँ बनाएको पनि छैन। अब हाम्रो जिन्दगी अँध्यारो हुन्छ भन्नु भएन होला, एक दिन चाहिँ अँध्यारो हुन्छ हो। अनि हिजो पनि अँध्यारै भयो, के गर्नु होइन। अनि मैले चाहिँ सरको लागि चाहिँ एउटा गिफ्ट ल्याइदिएको छु नि त होइन। अनि सरले चाहिँ हामीलाई एकदम राम्रोसँग पढाउनु भएको थियो नि त, नेपालीको सरले होइन। अनि नेपालीमा चाहिँ अलिक राम्रो राम्रो मार्क्स आएर चाहिँ अन्त हामी चाहिँ भोलि चाहिँ सरलाई भेट्नु जान्छ होइन। अनि भोलि भएन भने पर्सितिर जान्छ। अनि गिफ्ट पनि लान्छ हो, अनि भेट्छ पनि। अनि पर्सिको दिनदेखि चाहिँ म स्कुल पनि जान्छु, भट्टाभट्टी सरासरी हो। अनि अहिलेसम्म चाहिँ त्यति राम्रो पढाइ भएको थिएन, अन्त रिजल्ट पनि ननिक्लेको कारण चाहिँ हामी गएको थिएन नि त। गिफ्ट चाहिँ यो छ होइन, गरौँ परेछ अझै, यो चाहिँ लानुपर्छ हो। अनि मेरो चाहिँ अलिकति लुगा धुनु थियो नि त, अन्त त्यो लुगा पनि धुइसक्यो होइन। अनि तपाईँहरूलाई चाहिँ गुम्बामा गएको भ्लग भिडियो चाहिँ देखाउनु पाएन नि त होइन। तर पनि केही छैन, अब 12 तारिक आइगयो होइन। अन्त बुद्ध पूर्णिमा पनि आइगयो, त्यति बेला देखाउँछु होइन तपाईँहरूलाई। अनि लाइट चाहिँ आउँदैन जस्तो लागेको थियो नि त, तर भर्खर नै आयो। अनि आजको भ्लग चाहिँ तपाईँलाई कस्तो लाग्यो, लाइक शेयर सब्सक्राइब गर्नु नबिर्सिनुहोस् होला। थ्याङ्क यू, बाई बाई।